लामो समय यस विद्यालयमा कार्यरत भएर अब रिटायर हुनुभएको शिक्षकको जीवन चाहिँ सुखमय बितोस्। जीवन सुखमय होस्। हात चाहिँ मिलाइहालौँ, हात चाहिँ मिलाइहालौँ खड्काजी। फलोस् राम्ररी जीवन होस्। हाम्रो पनि भेट भइरहोस्। स्कुललाई माया नमार्नु होला। हजुरको जीवन सुखमय बितोस्। फलोस् फुलोस्। हामीलाई पनि यसो कहिलेकाहीँ सम्झिनु होला। हामी पनि हजुरलाई सम्झिरहन्छौँ। हामी छौँ साथ सहयोग गर्ने। ओहो खडो सर नमस्कार। म त बिदावारी गर्छु भनेर आएको त ढिला भइछु। होइन ठिकै छ। अब मेरो त यस्तो कार्यक्रम सक्छु। बच्चालाई राम्रो गर्नु तपाईँहरूले। हजुर ल जाउँ त है बाहिर है। ल सहयोग गर्दै गर्नु होला है। हवस् सर हवस् बाहिर। ए सर हजुर निक्लिनु भएको छैन बिदावारी छैन सर, भएको त निक्लिएको छैन सर। मेरो त अब बच्चाहरू आफ्नै बच्चा जस्तो लाग्यो। यत्रो वर्ष दुःख गरियो, पढाइयो, यसो सम्झना लागेर टलिरहेको छु, हेर्दैछु सर अझै म त। अनि सर हजुर रिटायर लाइफ कसरी बिताउने भनेर सोच गरिरहनु भएको छ। हजुरहरूको परिवार त अब सबै काठमाडौँतिरै हुनुहुन्छ, छोराबुहारीहरू पनि उतै हुनुहुन्छ होला। खै कान्छो छोरो पनि उतै छ, इन्जिनियर पढ्दैछ। बुवा यतै आउनुहोस् भनेको छ। जेठो छोरो पनि काठमाडौँमै घर बनाएर छोराबारी बसेको छ, उतै आइज भन्छ। अब हेरौँ के हुन्छ। गाउँमै मात्रै कति बस्नु त सर। रिटायर लाइफ त आनन्दले सहरमा गएर बिताउनु न सर। छोराहरूलाई शिक्षा दिन पनि त हजुरले धेरै खर्च गर्नुभएको छ। इन्जिनियर पढाउन त धेरै खर्च लाग्यो होला। त्यसैले त हजुरले गाउँमा घर पनि बनाउन सक्नु भएन। मैले जे जति दुःख गरेको तिनीहरूकै लागि त हो नि। जे होस् तिनीहरूको भविष्य चाहिँ अन्धकार छैन। मभन्दा शिक्षित छ, राम्रै छ तिनीहरूलाई। हस् त सर, म लागेँ त अब। हस् त सर। हवस् सर। नमस्ते बा। ए सहरबाट आइपुग्यो तिमीहरू? आइपुग्यो बा, आइपुग्यो। धेरै पछि आयो त गाउँ। कति कामले आएका हो? अब तपाईँ रिटायर पनि हुनुभयो बा। अब तपाईँलाई यो गाउँमा हेर्ने कोही पनि हुनुहुन्न। त्यही भएर हामी तपाईँले लिन आएको बा। ठिकै छ नि त छोरो, म पनि रिटायर भइहालेँ। हिजो अस्ति पो स्कुल थियो, स्कुल जान्थेँ। अब मेरो पनि यहाँ को छ र। जेठो बाटो भने तिमीहरू नै हो, म तिमीहरू चाहिँ जान्छु। एकछिन म नभएको मौका छोपेर तिमीहरूले मेरो बालाई सुटुक्क लग्न खोज्यो होला होइन? मेरो बुवा त मैसँग बस्नुपर्छ, किनकि म बुवाको प्यारो कान्छो छोरा हुँ। देवर बाबु, तपाईँ एक्लै हुनुहुन्छ, तपाईँ कलेज जानुपर्छ। बुवालाई बनाएर खुवाउने हेरचाह गर्ने चाहिँ कसले गर्छ? त्यसैले बुवा हामीसँगै जानुहुन्छ। एउटा बाउलाई खाना बनाएर खुवाउन मलाई के को गाह्रो? यत्रो पढायो हुर्कायो, मेरो हातखुट्टा सध्य छँदैछ। अब बुवालाई म हेर्छु। होइन, यो घोर कलियुगमा एउटै घरमा दुईटा श्रवण कुमार रहेछन्। हेर त, एउटा बुढोबाला पाल्न दुईटा छोरा हानथाप गरिरहेछन्। यिनीहरू दुईटा श्रवण कुमार होइनन्, यिनीहरू त लालची हुन्, लालची।
होइन त कलेज पढ्न गइहाल्छस् त कलेज गएपछि बुवाले हेरचाह गर्ने कोही पनि हुन्न तिम्रो त बिहा पनि भएको छैन पहिला तिमी बिहा गर त्यसपछि बुवाले लगेर तिमी पाल अहिले बुवा मैसँग बस्नुहुन्छ म कहीँ गइहालेँ भने पनि बुवालाई तिम्रो भाउजूलाई राम्रोसँग हेरविचार गर्छ त्यही भएर तिमी धेरै जिद्दी नगर होइन त्यसरी सबैले नराम्रो सोच्नु पनि भएन नि हेर त हाम्रै आँखा अगाडि 2टा छोरा एउटा बाउ पाल्नको लागि हानथाप गरिरहेछन् त म्याप्यो यिनीहरू कस्तो मान्छे भनेर म अहिले प्रमाणित गरिदिन्छु नमस्कार खड्का अङ्कल नमस्कार बाबु नमस्कार। अनि तपाईँ त शिक्षकको पेसाबाट रिटायर हुनुभएछ होइन? हो बाबु म रिटायर भएँ कति दुःख गर्नु अब त आनन्दले घरमा बस्छु। 2टा श्रवण कुमार जस्ता छोरा छन् अब यिनीहरूले नै मलाई पालिहाल्छन् नि। तर अङ्कल अहिले त शिक्षकको आन्दोलन चलिरहेको छ नि तपाईँको बुढेसकाल आरामले चल्ला जस्तो छैन किनकि सरकारले अनिश्चितकालको लागि शिक्षकहरूको तलब र पेन्सनै रोकिदिएको रहेछ। होइन के भन्छ बाबु? हजुर अङ्कल मैले भर्खरै पत्रिकामा पढ्दैछु। ठिकै छ नि बाबु सरकारले पेन्सन नदिए पनि मेरा 2टा छोरा छँदैछन्। होइन के कुरा अरे त्यो समाचार त मैले पत्रिकामा देखेकै थिइनँ त। चुप लाग्न त हेर्दै जा। ठिकै छ नि बाबु म पनि जागिरमा जानुपर्छ भाउजूलाई पनि घरको कामले फुर्सदै हुँदैन बुवालाई तिमी नै लैजा। होइन दाइ म त कलेज पढ्न जानुपर्छ बुवाको सेवा गर्न भ्याउँदिनँ। तपाईँसँग त भाउजू पनि हुनुहुन्छ तपाईँले नभ्याए भाउजूले नभ्याए तपाईँले हेरविचार गर्न सक्नुहुन्छ बुवाको त्यसैले बालाई तपाईँले लग्नु। होइन बाबु तपाईँको दाइ अफिस गइहाल्नुहुन्छ म घरको काममा व्यस्त हुन्छु कहिले पिकनिक कहिले पार्टी जानुपर्ने हुन्छ त्यही भएर बुवालाई तपाईँ नै लानुहोस् बाबु। कहाँ पिकनिक जानुपर्छ भनेर बालाई नलाने भने बालाई त तपाईँले लग्नुपर्छ। वाह 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 माफ गर्नु खड्का अङ्कल मलाई मैले झुट बोलेकोमा किनकि मलाई लागिरहेको थियो कि तपाईँको छोराहरूले चाहिने भन्दा बढी नै देखावटी माया गरिरहेको थियो त्यसैले मैले झुट बोलेको। मलाई पहिल्यैदेखि थाहा थियो हजुरको छोराहरूले असली रूप देखाउँछ भनेर। तर मलाई यो थाहा थिएन कि यी छेपारहरूले यति चाँडै रङ बदलिन्छ भनेर। बाँकी कुरो तपाईँ आफै बुझ्नुहोस्। हस् त हामी लाग्यौँ। मैले तिमीहरूको सबै कुरा बुझेँ। मैले कमाएको जिन्दगीभर कमाएको जे जति खर्च तिमीहरूकै लागि गरेँ। बुढेसकालमा मैले यस्तो होला भने सोचेको पनि थिइनँ। तिमीहरू दुवै भाइ मलाई चाहिँदैन। म अब जिन्दगीभर एक्लै बस्छु। तिमीहरू जाऊ म अब एक्लै बस्छु।